ब्लाइन्डेड भन्ने त थाहा होला तपाईलाई हैन नेपालको टप नम्बर 1 शो हैन ब्लाइन्डेड टप नम्बर 1 शो ब्लाइन्डेड रियालिटी शो हजुर कसले भनेको यो कसले भन्यो मलाई पनि थाहा छैन म ब्लाइन्डेड हैन के नै रहेछ किनभने मलाई चोखो माया गर्दो रहेछ किन के छ के छ त पैसा छ यस्तो चीज छ जुन चीज तपाईले देख्नु भएको छैन त्यस्तो चीज छ त्यो चीज आज देखाइदिनुस् तपाईँ जीवनमा रुनुहुन्छ है धुरु बेला बेला चलचित्र चलोस् भनेर हो है कति रोग पनि त्यो फिल्म चलेन भनेर सही कुरा भयो नायिकाहरुमा तपाईलाई मन पर्ने को हो जीवनमा सबै एकजनाको स्पेशली नाम लिनु पर्यो भने कसको लिनुहुन्छ एलिजा गौतम पगा हो ऋषि सर हजुर सुरज यहाँको बिहान दिनको आहार सुरजी रे म बिहान 4:30 बजे उठ्छु उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु काजु चाहिँ कति पानी नै हो त यो सबै एनर्जी पानीबाट हो एकदम पानी काको पानी काको पानी लो मार्यो मुस्कान चाहिँ मलाई मन पर्यो के ऋषिको मलाई मुस्कान मलाई मन पर्यो शक्तिशाली राष्ट्र अमेरिकामा शक्तिशाली राष्ट्रपति बनेका छन् डोनाल्ड ट्रम्प लास्ट भाइरल हो यो गल्ती थियो म त भन्दैछु त मतलब कुरा नमिल्नु भनेको उहाँबाट पनि कुरा नमिल्नु मबाट पनि कुरा नमिल्नु एकजनाको मात्र हैन गल्ती थियो दोस्रो पनि गल्ती भयो पहिलोको चाहिँ कुरा नमिलेको हो अरु थोकमा एकदम सच्चा मान्छे हो दोस्रोको चाहिँ झुटा मान्छे हो पहिलो र सेकेन्डलाई कम्प्यारिजन गर्न मिल्दैन यहाँनिर अब तेस्रो विवाह कहिले भयो यति छोटो अवधिमा संहिता कार्यान्वयन कुनै पनि मुलुकमा भएको छैन संहिता भनेको त माइखाई भाडो हो तपाईहरु होइन तपाईले तपाईहरुले गाडी चढ्ने अनि तपाई निवासमा बस्छ तपाईहरुको मात्रै हैन संहिताले के गर्यो भन्नु देशमा विकास कहाँ गर्यो म देखाउँछु तपाई मुख्यमन्त्री भएपछि तपाईले गरेको विकास 1 2 3 भन्नुस् संहिता तपाई ल भन्छ साहब कहाँबाट आउँछ कि यत्रो एनर्जी के यार मेरो कुरा हो तपाई आफै तपाईको कुरा गर्नुस् न मार्छ यार यो ऋषिले विकास के भन्नु पर्छ विकास कोन कुरा भन्नु पर्छ विकास तपाईले के गर्नु भन्नुस् न तपाई हैन है भन्नुस् न मलाई के देखाउनु कुन क्षेत्रको पर्दैन मुख्यमन्त्रीले मलाई पर्न सक्दैन जनतालाई भन्ने हो तपाईले हाम्रो देखायो कि हामी जनतालाई मैले 7 वर्षमा सरकारले कति काम गर्यो भने जनतालाई बाँड्छ तपाईलाई दिनु पर्दैन तपाईलाई दिन तपाईको जवाफदेही तपाईलाई दिन है तपाईलाई दिनु पर्यो नि तपाईलाई प्रेम त गर्नुभयो किन विवाह गर्नु भएन प्रेम गर्न मुड आयो फेरि मुड चेन्ज भयो प्रेम गरे छोड्दियो 2-4 जनाले तपाईलाई पुग्यो त्यस्तो चाहिँ नभने बाँचिन्जेलसम्म फरक प्रेमहरू आइ नै रहन्छ आउनु स्वाभाविक फरक केटाहरुसँग फरक शैलीमा प्रेम गर्नु होला Rakuten Pay はモバイル生活の連携が簡単。さらにチャージで楽天ポイントが貯まる楽天ペイ。1円単位で送金できて最短1分で登録できるのにहाम्रो देशमा गण्डकी प्रदेशबाट निर्वाचित भएर यतिखेर जसरी हामीले प्रदेशको कुरा गरिरहेका छौँ प्रदेश सांसद राजीव गुरुङ हाम्रो बीचमा हुनुहुन्छ तपाईलाई म जनता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु नमस्ते थ्यांक तपाई अपराधी हो गुण्डाहरूलाई तलाउनु त नेपाल प्रहरी नै हो नि राजीव गुरुङ कुनै तला असल एउटा नाम जेल हालेको छ तपाई भन्नुहोस् एउटा गतिलो मान्छेलाई थुनेको देखाउनुहोस् तपाईलाई लगेर थुन्यो फकाइदियो युद्धजी हजुर तपाई हास्य कलाकारबाट 81 फड्को मारेर हिरो बन्नुभयो हजुर कसरी बन्नुभयो है हिरो पनि भयो अहिले तपाईको कोही गर्लफ्रेन्ड छैन ढाट्नु भयो तपाईले हैन डाटेको हैन म सत्य बोल तपाई गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ त फेरि देखेर तपाईँ सबमा देखाइ हुन्छ कहिले एउटा मेरो बानी रक्सी खाएपछि गीत गाउनु पर्ने मलाई खुब हैन म्युजिकको विद्यार्थी तपाईलाई श्रीमतीले कुटिरहेछ तपाई चाहिँ रक्सी खाएर त्यो उहाँले कम्पनी खोले हुन्छ उद्योग खोले हुन्छ मुद्दा हाल्ने भन्ने हाल्छु त सके तपाई पनि खोल्नुस्
रवि लामिछानेको दम छ तपाईको काम भनेको चाहिँ मुद्दा हाल्ने उदो धन्दा यो मान्छेको चाहिँ कामको लागि मुद्दा कति मुद्दा हाल्छ मान्छेले अहिलेको सोसियल मिडियामा मेरो छोरीले म विदेश जाँदाखेरि ड्याडी मलाई डल ल्याइदिनु भन्छ है यो डल ल्याइदिनु मलाई वेडनेसडेको एउटा डल ल्याइदिनु भन्छ हैन अनि मैले चाहिँ त्यो डल कहाँ पाउँछ छोरी मलाई थाहा छैन म प्रोग्राममा छु भनेपछि उले कुन अस्ट्रेलियाको कुन सिटीको कुन सपमा कति नम्बर स्टेटमा कुन सपमा पाउँछ भनेर यहाँबाट मलाई लोकेसन पठाइदिन्छ ड्याडी त्यहाँ पाउँदो रहेछ त्यहाँ गएर त्यो किनेर ल्याउनु भनेछ संसार यति धेरै एडभान्स भइसक्यो हो संसारका कुराहरू हामीलाई थाहा छैन हाम्रो नेताहरूलाई थाहा छैन हाम्रो कर्मचारीहरूलाई थाहा छैन हैन हाम्रो चाहिँ न्यायालयलाई थाहा छैन हाम्रो कार्यपालिकालाई थाहा छैन सबैले थाहा छ नि त अनि नभइरहेको कुरा त यो तपाईको बुझे जस्तो गरेको मान्छेले बुझाउन सकिन्न नबुझे जस्तो त्यसो एउटा गीत गाउनु निदा जस्तो बस किन त्यसो भन्नु हैन तपाई बस फिर्ता लिनुस् तपाई यसो त्यो फिर्ता लिनुस् तपाई यस्ता शब्द नबोल्नु तपाईले किन अध्यक्ष सत्य भन्नु हो वास्तवलाई तपाई दुनियाबाट परिचालित मान्छे को दुनियाबाट भयो फेरि हात लाउनुहुन्छ अनि को दुनियाबाट भनेको बस मलाई यो चाहिँ एकदमै मन पर्यो के बस है त्यो माया चाहिँ एकपल्ट दर्पण खाने दियो है जुन अहिले पूर्णमात्रको सारेङलाई दिएको माया दियो हामी 9 महिना काम पाएन दर्पण छाएपछि अनेस्टली भनेको राइट छ मैले त्यो बेलाको फिल्म हेर्नु 9 महिना तपाईले काम पाउनु पाएन नि हामीले बेरोजगार तपाई पब्लिकको बीचमा पनि पब्लिकको बीचमा तपाई आफ्नो किसिमको नाम छ नीतिशा हजुर सबैले चिन्छन् नीतिशा तपाईलाई मन पराउने थुप्रै छन् तर तपाईले जसलाई मन पराउनु हो म कसैको नाम लिन चाहन्न जीवनमा किनभने तपाईलाई मन पराउनु पनि थिए तपाईले पनि मन पराउनु बधेरलाई नाम लिनु तर टुट्यो प्रेमहरू टुट्छ त्यो प्रेमको अहिले छ नि म घाउ कोट्याउन चाहन्न अनि कोटाइरहेको छ फेरि अहिले कि कोट्याउ मेरो खराब पानी छ मेरो खराब यो भन्दा कति कोट्याउनु हुन्छ तपाईको फिलिपिन्समा युवतीसँग रिलेसनशिप थियो बुढाबुढी बोलाउने झगडा पार्ने काम चाहिँ ऋषि धमलाको हो के 2 वर्ष सँगै रहनुभयो सँगै हैन सँगै त बसेन हामीहरु उ पनि उसको घरमा थियो म मेरो घर रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त रिलेसन हुन्छ त एउटा बोयफ्रेन्ड र गर्लफ्रेन्ड आज घर घर ढाड्से गुजे अब तर अब विदेशमा बोयफ्रेन्ड र गर्लफ्रेन्ड भए सबै कुरा हुन्छ नि त आचलजीले चाहिँ उहाँको ह्यान्डसम पर्सनालिटी भन्दा पनि पैसामा बढी आकर्षित हुनु भएको त होइन यस्तै छ पारा मेरो बाल छैन आमा बाको टिकटकबाट मैले कमाएको भिडियो बनाएर कमाएको हैन त मैले बिजनेस गरेको छु क्यामेरामा टिकटक बनाएर मैले बिजनेस गरेको छु नि त हो त्यसो भए त हामी गएर अरूको देशमा गएर नगद पैसा पाउनु टिकटकै चाहिने आत्मनिर्भरताको हैन तपाईको पेट पाल्न पोजिटिभ साइड हाम्रो देशमा 3 जना अत्यन्त लोकप्रिय आफ्नो क्षेत्रमा ख्याति प्राप्त कलाकार हुनुहुन्छ म जनताका प्रिय कलाकार लोकप्रिय कलाकार किरण केसीजीलाई स्वागत गर्न चाहन्छु नमस्ते तस्यो साथैको त पुछ्यो यसपटक नेपाली जनता सबै ढल्यो सबै कोही हिमालतिर त्यो गीतमा मस्त छ हिमालतिर तराई देश विदेश मैले नाचे सबै पल्ला गरे साइलोले कसरी ढलायो मलाई बताउनु शारीरिक सम्बन्ध गरेर मात्रै मान्छे खुसी हुँदैन सबभन्दा ठुलो कुरा चाहिँ म खुसी छु मेरो आफ्नो करियरसँग खुसी छु र मेरो आफ्नो समाजसँग करियरसँग खुसी हुनु समाजसँग खुसी हुनु र दीपक राज खुसी हुनु तपाईसँग कुरा म कहाँबाट गरौँ पैतालबाट गरौँ कि टाउको सम्बन्धको कुरा गर्दाखेरि होइन तपाईँको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गर्नु चित्र अब असफल भयो होइन फर्का चाहिँ होइन फिल्म त अब लाग्दैछ नि त बल्ल होइन जत्रै नहेर्नु भइसक्यो तपाईँको चलचित्र अनि यस्तो जब हामीले चलचित्र किन बनाइरहनुहुन्छ तपाईँ चलचित्रै चल्दैन भयो अब स्कुल कलेज सबै बन्द तपाईँहरूको लगानी बाल्लोमा त्यसो तपाईँले आशीर्वाद दिनुहोस् हो कस्तो आशीर्वाद हो यो डेन्जर आशीर्वाद दिँदो रहेछ गुरुले
थ्याङ्क सो मच थ्याङ्क सो मच थ्याङ्क सो मच थ्याङ्क यू सो मच भनेको चाहिँ कमेडी लाग्यो मलाई एकदम राम्रो लाग्यो थ्याङ्क यू सो मच 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 एकदम राम्रो लाग्यो मलाई एकदम राम्रो लाग्यो है म चाहिँ एकदमै फुल इन्जोय गरेँ भिडियोमा हजुरहरूले गर्नुभयो होला ल अहिलेको लागि बाई जय नेपाल